योगासन गर्दा हजुरले यी 5 गल्ती गरिराख्नु भएको छ भने हजुरले चाहिँ रोगको निवारण गर्नुको सट्टा रोगलाई चाहिँ आमन्त्रण गर्दै हुनुहुन्छ। त्यसैले आज हामीले योग गर्दा गरिने ससाना गल्तीहरूका बारेमा लिन्छौँ जसले हाम्रो शरीरमा चाहिँ ठूलो नकारात्मक असर पारिरहेको हुन्छ। त्यसमा पहिलो छ मुखबाट श्वास फेर्ने र त्यसलाई होल्ड गर्ने। सर्वप्रथम योग गर्दा जहिले पनि नाकबाट श्वास फेर्नुपर्छ र त्यो फेरेको श्वासलाई होल्ड गर्नु हुँदैन until and unless it is specified by the yoga instructor itself है। अनि 2 नम्बरमा छ हाम्रो चाहिँ एक्सेसिभ पेन हुँदा हुँदै पनि योगासनलाई चाहिँ कन्टिन्यू गरिराख्ने। कहिले पनि हजुरको बडीमा चाहिँ एक्सेसिभ पेन आइरहेको छ भने चाहिँ त्यो बेलामा चाहिँ योगासन कन्टिन्यू नगर्ने। पतञ्जलिले चाहिँ स्थिरम सुखम आसनम भन्नुभएको छ भनेपछि हजुरको आसन स्टेडी हुनुपर्छ र अर्को भनेको चाहिँ सुखम हुनुपर्छ। सुखम भन्नाले चाहिँ हजुरलाई कुनै दुखाइ हुनु हुँदैन। यदि हजुरले योगासन गर्दा गर्दै हजुरलाई त्यस्तो दुखाइ फिल भयो भने चाहिँ हजुरले कुनै रिल्याक्सिङ पोज जस्तै शवासना मकरासनामा गएर चाहिँ आफ्नो बडीलाई चाहिँ रिल्याक्स गर्न सक्नुहुन्छ। र जहिले पनि योगासन गर्दा चाहिँ अरूलाई हेरेर उसले गर्न सक्छ भने मैले किन सक्दिनँ भन्ने होइन कि यो आफ्नो एबिलिटी र क्यापेबिलिटी कति छ त, र यो चाहिँ टाइमसँगै डेभलप हुने कुरा हो। अब माइनर दुखाइ चाहिँ स्ट्रेचिङको बेलामा हुनसक्छ तर सिभियर दुखाइ भयो भने चाहिँ त्यो योगासन कन्टिन्यू नगर्ने। अनि हाम्रो 3 नम्बरमा छ अवेरनेस। जहिले जुन पनि आसन गर्दै हुनुहुन्छ हजुरले योगासन यहाँ गर्दै हुनुहुन्छ हजुरको अवेरनेस मन चित्त चाहिँ कहाँ घुमिरहेछ त्यो भएन। त्यो किन भएन भन्दा हजुरले चाहिँ त्यो योगासनबाट प्रपर बेनिफिट पाउन सक्नुहुन्न। अनि हजुरले चाहिँ के लाग्छ भने मैले योगासन त गरिरहेको छु तर खै त बेनिफिट भन्दाखेरि किनभने त्यो अवेरनेस चाहिँ बडीले चाहिँ एकदम होलिस्टिक रूपमा चाहिँ त्यो आसनमा चाहिँ केन्द्रित हुन पाएन र त्यस्तो भयो भने चाहिँ हजुरको रिजल्ट एकदम चाँडो देखिँदैन र अर्को त्यति इफेक्टिभ तरिकाले पनि रिजल्ट देखिँदैन। त्यही भएर इफेक्टिभनेस इन्क्रिज गराउनको लागि र चाँडो रिजल्ट ल्याउनको लागि हजुरको अवेरनेस चाहिँ टोटल्ली हजुरको फिजिकल बडी अथवा ब्रिथमा चाहिँ फोकस भएको हुनुपर्छ। र अनि अर्को भनेको चाहिँ काउन्टर पोज। काउन्टर पोज चाहिँ एकदमै इम्पोर्टेन्ट छ किनभने जहिले पनि हाम्रो त्यो स्पाइनको अलाइनमेन्ट नबिग्रियोस्। हाम्रो चाहिँ एउटा ढाडको चाहिँ एउटा अलाइनमेन्ट छ नेचुरल अलाइनमेन्ट, त्यो नबिग्रियोस् भन्नको लागि जहिले पनि हजुरले राइट साइडमा झुक्ने गर्नुभयो भने लेफ्ट साइडमा झुक्ने, अगाडि झुक्ने आसन गर्नुभयो भने पछाडि झुक्ने आसन कम्पलसरी गर्नै पर्ने हुन्छ। र अर्को 5 नम्बरमा छ जहिले पनि जुन पनि हजुरले आसन पर्फर्म गर्दै हुनुहुन्छ त्यसको चाहिँ कन्ट्राइन्डिकेसन्स र लिमिटेसन्सहरू बुझ्ने। भन्नाले यो चाहिँ कसले गर्नुहुन्छ त कसले गर्नु हुँदैन त, यो मेरो यो कन्डिसन छ यो कन्डिसनमा मैले यो आसन गर्नु मिल्छ हो, त्यस्तो कुराहरू चाहिँ एउटा योगा इन्स्ट्रक्टरबाट चाहिँ हजुरले सुझाव लिएर अनि मात्र त्यो आसन गर्न सुरु गर्ने। कहिलेकाहीँ चाहिँ हाम्रो केसमा के देखिन्छ भने अब हजुरलाई चाहिँ त्यो एकदम कन्ट्राइन्डिकेटेड हुन्छ, हजुरले त्यही आसन गर्दिनुहुन्छ, त्यसले गर्दा त हजुरलाई झन् राम्रो बेनिफिट देखिने त कहाँ हजुरको स्वास्थ्य झन् त्यसले एकदमै बिगारिरहेको हुन्छ। त्यसले गर्दा जहिले पनि कन्ट्राइन्डिकेसन के छन् र त्यो आसनको लिमिटेसन्सहरू के छन् त्यो बुझेर मात्र गर्नुपर्छ। यसमा हजुरलाई केही नबुझ्नु भएको कुरा छ भने चाहिँ मलाई सोध्न सक्नुहुन्छ है। थ्याङ्क यू।